हाम्रो कलाकार साथीहरू उहाँहरू चाहिँ भर्खरै प्रवेश गर्दै रहनु भएको छ र यहाँहरू सम्पूर्णलाई चाहिँ हार्दिक स्वागत गर्दै हुनुहुन्छ। अनि दुईजना बिचमा सिलेहोङपा र सिलेहोङमा हुनुहुन्छ, उहाँहरूले चाहिँ सांकेतिक रूपमा सुम्निमा र पारुहाङ जो चाहिँ सबभन्दा पहिला यो धरतीमा बस्ती बसाउने हाम्रा पुर्खाहरू भनेर चिनिन्छ, उहाँहरू चाहिँ सबैभन्दा पहिला यस धरतीमा आउनु भए उहाँहरूले पृथ्वीमा चाहिँ आफ्नो सन्तानहरूको बसोबासको लागि एकदमै उच्चतम स्थान रहेको ठाउँ पत्ता लगाइसके पछाडि उक्त स्थानमा बस्न योग्य छ है भनेर अब खुसियाली साथ उहाँहरू खुसियाली मनाउँदै हुनुहुन्छ र कलाकार भाइ बहिनीहरू त्यही खुसियाली साट्ने सिली गर्दै हुनुहुन्छ। अब यो सबैभन्दा पहिला हाम्रो बस्ती बस्ने सँगसँगै हामीलाई खाने जुन अन्न चाहिन्छ त्यो अन्नभन्दा अगाडि कसरी अन्न लगाउने भन्ने कुरा मुख्य रहेको हुनाले सबैभन्दा पहिला हाम्रो कलाकार साथीहरू हाम्रो राई भाषामा पुमा राई भाषामा भस्मे गातमा सिली भन्छ, यो चाहिँ भस्मे फाड्ने सिली गर्दै हुनुहुन्छ। र यो चाहिँ विशेष गरी हाम्रो किराँती पुर्खाहरू जब यो धरतीमा सबभन्दा पहिला आउनुभयो र आफूलाई खाने अन्नको उत्पत्ति हुन सक्छ भन्ने थाहा पाइसके पछाडि उहाँले सबैभन्दा पहिला भस्मे फाडेर अन्न छर्ने जुन निर्णय गर्नुभयो त्यो निर्णयमा साथमा साथ दिँदै नाचिने सिले रहेको छ। भस्मे गातमा सिली भन्छ हाम्रो किराँत कुमारहरूको भाषामा र अहिले तपाईँ देखिरहनु भएको छ भस्मे गातमा सिली। तपाईँले हेर्न सक्नुहुन्छ कलाकार साथीहरू जो चाहिँ दाहिने हातबाट अथवा भनौँ देब्रे हातबाट दुवै हातबाट आफूले काटे हतियार निकालेर भस्मे अथवा भनौँ कुनै पनि रुखको बुट्टाहरू काटेर त्यसलाई चाहिँ सम्माएर खेती योग्य जमिन बनाउनको लागि कोसिस गरिरहनु भएको यहाँले देख्न सक्नुहुन्छ। र उक्त कुरालाई चाहिँ हाम्रा कलाकार साथीहरूले प्रतीकात्मक रूपमा प्रदर्शन गरिरहनु भएको छ। तपाईँले हेर्दै हुनुहुन्छ भस्मे गातमा सिली अथवा भनौँ नेपाली भाषामा भस्मे फाड्ने सिली। यो सिली विशेष गरी हामीले हरेक साकेला उठाउली र उभौलीमा गर्ने गर्दछौँ। हामीसँग यस्तो धेरै सिलीहरू छ तर आज विशेष परिस्थिति अथवा भनौँ समयको बाउन्ड्रीको कारणले गर्दा विभिन्न सिलीहरू हामीले प्रस्तुत गर्न सकिरहेका छैनौँ र त्यो सिलीहरूमध्ये विशेष हामीलाई हाम्रो जीवनयापनमा सहयोग पुग्ने खालको अथवा भनौँ हामीले जीवनयापनमा जुन कुराहरू हामीले मुख्य कुरा गर्ने गर्दछौँ त्यो कुराहरूलाई आज हामी किराँत कुमार राई दुःखा बाङ्खला सुनसरीको माध्यमबाट प्रतीकात्मक रूपमा सिली मार्फत यहाँहरू सम्पूर्णसम्म हामीले प्रस्तुत गरिरहेका छौँ। अहिले सक्नुहुन्छ हामीले बेवादमा सिली भन्छ। यो सिलीले विशेष गरी भस्मे फालिसके पछाडि जब खेती योग्य जमिन भयो तब बिउ गरेर अब उत्पादन गर्नुपर्छ है भनेर हामीले नाच्ने सिली र यो सिलीमा विशेष गरी हाम्रो कलाकार साथीहरूले डालोमा बिउको प्रतीकात्मक रूपमा बोकेर एउटा हातले बिउ निकालेर उहाँले फर्ने अभिनय गर्दै हुनुहुन्छ र यो हाम्रो किराँत कुमार राईहरूको भाषामा यसलाई बेवादमा सिली अथवा भनौँ बिउ छर्ने सिली भनेर भनिन्छ र यो चाहिँ हामीले विशेष गरी हाम्रो प्रतीकात्मक रूपमा भस्मे फालिसके पछाडि जमिन खेती योग्य गर्न योग्य भइसक्यो अथवा भनौँ अब जमिनमा के उत्पादन हुन्छ है भन्ने आशाको साथमा हामीले नाच्ने सिली बेवादमा सिली जुन चाहिँ हाम्रो आशाको प्रतीक दिइरहेको छ। अवश्य पनि छर्यो भने उत्पादन हुन्छ र हाम्रा संस्कृतिहरू यस धरतीमा बाँच्न सक्छन् है भन्ने हाम्रो किराँती मूल्य मान्यता अनुसार हामीले प्रतीकात्मक रूपमा तपाईँले देखिरहनु भएको छ बेवादमा सिली अथवा बिउ छर्ने सिली। अहिले किराँत कुमार राई दुःखा बाङ्खला सुनसरीका कलाकार साथीहरूले सही सिली प्रदर्शन गरिरहनु भएको छ। अब बिउ छरिसके पछाडि उहाँहरू केही समयको लागि अर्को सिलीतर्फ जाने हुनुहुन्छ अथवा भनौँ अब हामीले बिउ छरिसक्यौँ अब केही न केही अवश्य हुन्छ धरतीमा अवश्य पनि कुनै पनि अन्न हुन्छ र हामी बाँच्छौँ भन्ने आशा सहित अब अर्को सिलीतिर जाँदै हुनुहुन्छ र अहिले तपाईँले देखिरहनु भएको चाहिँ सिली अलिकति निकै अगाडि गएर अब हाम्रो अन्न उत्पादन भयो है अब यसलाई चाहिँ हामीले काट्नुपर्छ भनेर उहाँले प्रतीकात्मक रूपमा प्रदर्शन गर्दै हुनुहुन्छ। यसलाई भन्छ हाम्रो भाषामा साबितमा सिली अथवा भनौँ अन्न ल्याउने सिली अथवा भनौँ अन्न उठाउने सिली भन्छ। जो अहिले चाहिँ उहाँहरू एकमुष्ट रूपमा कसरी हामीले अन्न बालीलाई उठाएर त्यसलाई छाटेर घरसम्म ल्याउने भन्ने सिली प्रदर्शन गरिरहनु भएको छ र यो सिली विशेष गरी यसले हामीलाई अथवा भनौँ यसले एउटा आशाको दियोलाई साथ अथवा भनौँ उजागर गरेको सिलीको रूपमा पनि हामीले लिन्छौँ र एकदमै उत्साहको सिली पनि हो यो किनभने हामीले
सम्पूर्ण प्रतीकात्मक रूपमा चाहिँ अन्न बाली उठाउने अथवा भनौँ अन्न काट्ने र हालेर घरसम्म ल्याउने सिली गर्दै हुनुहुन्छ। मार्फत आफ्नो कला प्रस्तुत गरिरहनु भएको छ र यो कला मात्रै नभएर यो चाहिँ तपाईँ हामी सम्पूर्ण किराँतीहरूको जीवन जिउने कला अनि जीवनसँग जोडिएको हाम्रो दैनिक यापनसँग जोडिएको हरेक कुराहरूलाई चाहिँ निर्क्रियात्मक रूपमा प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने शैली पनि रहेको छ। त्यसैले हामी समग्रमा सुनिरहन्छौँ र अहिले अब हाम्रा कलाकार साथीहरू अर्को सिडी प्रदर्शनको लागि तयारी गर्दै हुनुहुन्छ र अबको सिडी रहेको छ उहाँले प्रस्तुत गर्ने सिडी चाहिँ हाम्रो संवाद खुल्ला सिडी अथवा भनौँ हाडी बोक्ने सिडी भन्छ। अब उहाँहरू चाहिँ घरसम्म अन्न उत्पादन गरेर ल्याउनको लागि चाहिँ उहाँहरू योगो अथवा भनौँ मुख्य विशेष गरी संवाद भन्छ हाम्रो कुमाराहरूले बोकेर घरसम्म ल्याउँदै हुनुहुन्छ र उहाँहरूले पसिना पनि पुगेको अभिनय गर्दै हुनुहुन्छ। अवश्य पनि श्रम गरिसकेपछि पसिना आउँछ नै र उहाँहरूले योगो बोकेपछि अथवा भनौँ भारी बोकिसके पछाडि दलेर पसिना पुगेर क्रिया गर्ने सिडी रहेको छ यो। अनि कतिपयले त्यसलाई खुल्ला सिडी पनि भन्नुहुन्छ, हामी पनि भन्छौँ। तर आज हामीले चाहिँ समयको स्थितिको बावजुद यसलाई दुवै सिडीलाई चाहिँ एकै ठाउँमा केन्द्रित गरेर यहाँहरू समक्ष हामीले प्रस्तुत गरिरहेका छौँ र किराँत कुमाराईहरूको संस्कार अथवा संस्कृतिमा यो कुही गर्ने कुराको पनि एउटा बेग्लै महत्त्व रहेको छ। हामीहरू चाहिँ विशेष गरी केमा विश्वास गर्छौँ भन्दा हामी प्रकृति पूजकहरू प्रकृतिसँग हाम्रो एकदमै नजिकको सम्बन्ध रहेको छ। अनि जब हामी गाउँछौँ अथवा खान्छौँ त्यतिखेर हामीले एकैछिन बसेर पूजा गऱ्यो भने पनि तर हावा चल्छ भन्ने हाम्रो विश्वास रहेको छ। हाम्रो र प्रकृतिको एकदमै निकटतम सम्बन्धलाई दर्शाउनको लागि र हाम्रो श्रम र प्रकृतिसँगको सम्बन्धलाई दर्शाउनको लागि अहिले हाम्रो किराँती कुमाराई साथीहरूले चाहिँ उक्त सिडीलाई प्रदर्शन गरिरहनु भएको छ। जहाँ चाहिँ हाडी बोकेर थाकेपछि क्रिया गरेर उहाँहरू अगाडि बढिसक्नु भएको छ र अबको पालोमा उहाँहरू अर्को सिडी परिवर्तन गर्ने प्रक्रियामा रहनु भएको छ। अब यो सिडी रहेको छ मोङछामा सिडी भन्छ। मोङछामा भनेको चाहिँ हाम्रो धनधान्य अथवा शिक्षा भनेर हामी पूजा गर्छौँ र हामी किराँत कुमाराईहरूले चाहिँ विशेष गरी एउटा पिठो माथि घरको माथिल्लो तलामा राखेर त्यसको छेउमा एउटा अदुवा र खुर्मी राखेर हामीले उक्त मोङछामा अथवा भनौँ लक्ष्मी नेपाली भाषामा पुज्ने गर्छौँ र हाम्रो पुज्ने आफ्नै शैली छ जहाँ चाहिँ हामी एकदमै चोखो अदुवाले मोङछामा कुठानसम्म गएर पूजा गर्ने गर्छौँ। जहाँ जाँदा चाहिँ हामी एकदमै अदुवा छर्दै जाने गर्छौँ र उक्त सिडी गर्दै हुनुहुन्छ हाम्रो कलाकार साथीहरूले। यसलाई हामी मोङछामा सिडी भनेर भन्दछौँ र अब समय सकिसकेको जानकारी गराउँदै हुनुहुन्छ। अब हामीले एउटा अन्तिम सिडी गरेर हामी यहाँबाट बिदा हुनुपर्छ भन्ने कुरा म कलाकार साथीहरूलाई आग्रह गर्न चाहन्छु। अब हामीले हाम्रो सिडीको अन्तिम गीत मार्ने सिडीतर्फ हाम्रो नृत्य प्रस्तुत गरिदिनु हुन हाम्रो किराँत कुमाराई टुङ्खा मानखला जिल्ला कार्य समिति सुक्सरी अन्तर्गत चाल्नुभएका हाम्रा कलाकार साथीहरूलाई म हार्दिक आग्रह गर्न चाहन्छु। अब उहाँहरूले अन्तिममा गीत मार्ने प्रक्रियातिर जाँदै हुनुहुन्छ र अन्तिममा चाहिँ हाम्रो गीत मार्नको लागि चाहिँ एउटा सिडी गरेर हामी यो स्टेजबाट